हेलो साथीहरू, आज चाहिँ हामी कान्छा बुवाको घरमा थुप्रो वर्षमा कान्छा बुवालाई भेटेर है बुवाको बर्खान त सकेर हामी चाहिँ कान्छा बुवा घरमा आज 2 दिनमा अस्ति सक्यौँ। आज चाहिँ कान्छा बुवा घरमा हल्का खाजा खानु पुगेका छौँ है। अनि हामी 5 जना दाजुभाइ, 5 काइला भाइले अचार हाल्दै गर्नुहुन्छ, मुलाको अचार हाल्दै हुन्छ होइन। अन्त 5 3 बस अमिलो खानु हुँदैन, मैले थाइराइड छ मलाई होइन। साथीहरू सबैलाई याद छ म बिमारी छु भनेर है। ए हाम्रो दाजुभाइ खलक यहाँ 3 जना, यता जेठो काइलो कान्छो यो जन्तरे हो, यता माइलाउ यो पऱ्यो तपाईँको साइलाउ हल्का रमाइलो है। भाउजू बुहारी बहिनीहरू, यता हाम्रो ठुली आमा ठुली भाउजू हो। हेलो हेलो हेलो, के बनाउँदै हुनुहुन्छ? रोटी बनाउनु हुँदैछ है। यसो हेरेर त हाल्लो गरिदिनु। दामी मिठो पकाउनु भएछ। यता चाहिँ हाम्रो साइली बुहारी हेलो भनिदिनु नि। यता हाम्रो कान्छ्यामा हुनुहुन्छ। कान्छ्यामा भने चाहिँ कान्छा बाउको श्रीमती हाम्रो कान्छी मुमा हो। यहाँ सबैलाई है, यहाँ हेर्नु न डल्ले खोर्सानी है। साथीहरू हाम्रो काइला भाइकोमा हामीहरू नास्ता गरेको। यो जग्गाको नाम के पो हो? बनेपा धनेश्वर। यहाँ चाहिँ हुनुहुन्छ तपाईँको हलेश्वर महादेवको धनेश्वर महादेवको चाहिँ उहाँ चाहिँ के गुरु हुनुहुन्छ साथीहरू। उहाँ चाहिँ धनेश्वर महादेवको चाहिँ गुरु बाउ है। साथीहरू कस्तो लाग्यो? ए हाम्रो फुच्चेलाई बिर्सेछु, मलाई देखाएन अरे। यहाँ हाम्रो फेरि छोटा डन हेर्नुहोस् न, हेलो गरिदेऊ। अनि के भन्नु भाइ? के भन्देऊ न भन भाइ, के भन्ने? मेरो ओठ फुटेको छ भन्देऊ न है। ए मासु खाएको? खसी होइन हौ, चिकन आएको मासु खाएको। हजुर चिकनकै मासु हो। ओके साथीहरू, बाई बाई, फेरि भेटौँला। म 1-2 दिनमा म फर्किँदैछु है साथीहरू। थुप्रो दिन भयो भिडियो नबनाएको पनि, यस्तै छ। बाउको बर्खान्तले गर्दाखेरि अहिले टाइम पाएन होइन काइला भाइ। ल त ओके बाई बाई। अब फेरि तपाईँको हामीहरू बेलुका फेरि बहिनीकोमा यसो बर्थडे पार्टी खान जानुपर्ने छ। सबैजना आफ्नो हाम्रो डल्लै फ्यामिली सबैजना हामी एउटै छौँ। ओके साथीहरू, बाई बाई।